सम्पूर्णमा नमस्कार। मेरो युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज मैले नेपालको संविधानको धारा 50 मा रहेका निर्देशक सिद्धान्तहरू, जुन राज्यका 4वटा निर्देशक सिद्धान्तहरू छन्, ती निर्देशक सिद्धान्तलाई सजिलोसँग बुझ्ने गरी सूत्रसहित यहाँहरूमाझ एउटा सानो भिडियो ल्याएर उपस्थित भइसकेको छु। र मैले सूत्रलाई सम्झिने एउटा आधार मानेको छु, जुन ती सिद्धान्तका राजनीतिक सिद्धान्त, आर्थिक सिद्धान्त, सामाजिक सिद्धान्त, अन्तर्राष्ट्रिय सिद्धान्तका ती शब्दहरू छन्, ती शब्दभित्रका अक्षरहरूलाई नै आधार मानेर मैले सूत्र बनाएको छु। र हामीले यहाँ बुझ्नुपर्ने कुरा के छ भने, राज्यका निर्देशक सिद्धान्त भनेका चाहिँ मार्ग निर्देशनका रूपमा रहन्छन्, पथ प्रदर्शकका रूपमा रहन्छन् र राज्यले बिस्तारै आफ्नो स्रोत साधनको अथवा सामर्थ्यको आधारमा यसलाई कार्यान्वयन गर्दै लान्छ र यिनीहरू कार्यान्वयन भए नभएको सम्बन्धमा कुनै पनि अदालतमा अथवा अड्डा अदालतमा प्रश्न उठाउन नपाउने व्यवस्था पनि संविधानको धारा 55 मा गरिएको यहाँहरूलाई म जानकारी गराउँदछु। र त्यसको साथसाथै यी चाहिँ के हुन् भने, राज्यको मार्गदर्शक पनि हुन्, पथ प्रदर्शक त हुन् नै, दीर्घकालीन रणनीति भन्दा पनि हुन्छ, अथवा चाहिँ यी संविधानका गहना पनि हुन्, अथवा राज्यले शासन सञ्चालन गर्ने आधारभूत मूल्य मान्यता भनेर पनि हामी यसलाई बुझ्न सक्छौँ। अब आजको मुख्य विषयवस्तुतर्फ लागौँ। नेपालको संविधानको धारा 50 को 1 मा चाहिँ राजनीतिक उद्देश्य अथवा राजनीतिक सिद्धान्त सम्बन्धी व्यवस्था गरेको छ, जसमा के भनेको छ भने थुप्रै कुराहरू छन्। यहाँ मैले सर्टकटमा बुझ्नका लागि राजनीतिक शब्दलाई मैले आधार मानेको छु। राको अर्थ छ राष्ट्रिय हित कायम गर्ने। राष्ट्रिय हित भनेको धारा 5 मा गरिएका छन्, जस्तै नेपालको स्वतन्त्रता, सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान, नेपाली हकहितको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन् भनेर भनेको छ। यहाँ चाहिँ राष्ट्रिय हित कायम गर्ने, राष्ट्रिय हित भनेको सार्वभौमिकता, अखण्डता, स्वाधीनतालाई सिरोपर राख्ने, सर्वोपरि राख्ने। त्यसै गरी जको अर्थ छ जनताको जीवधन, स्वतन्त्रता र समानतालाई अनुसरण गर्ने, अर्को मौलिक हक र मानव अधिकारको रक्षा गर्ने। त्यसै गरी नीको अर्थ छ नियम। नियम भनेको चाहिँ के हो? कानुन पनि हो, अथवा कानुनको शासन। अर्को चाहिँ लोकतान्त्रिक मूल्य मान्यता अवलम्बन गर्ने। नियमको अर्थ कानुन पनि हुन्छ, अर्को चाहिँ मूल्य मान्यता पनि हुन्छन्। कस्तो मूल्य मान्यता त? लोकतान्त्रिक मूल्य मान्यता। लोकतान्त्रिक भनेको जनताद्वारा जनताका लागि जनताले गर्ने शासन भन्ने कुरा चाहिँ यसमा छ। त्यसै गरी तिक भनेको छ। तिक भनेको चाहिँ समानुपातिक समावेशीकरण, अर्को सहभागिता र सामाजिक न्यायका माध्यमबाट राष्ट्रिय जीवनका सबै क्षेत्रमा न्यायपूर्ण व्यवस्था कायम गर्ने, अथवा यहाँ चाहिँ समानुपातिक समावेशीकरण, सहभागिता र सामाजिक न्याय कायम राख्ने भनेर पनि बुझ्दा हुन्छ। अर्को चाहिँ क भनेको के? कल्याणकारी राज्य अथवा लोक कल्याणकारी राज्यको स्थापना गर्ने। लोक कल्याणकारी भनेको चाहिँ नागरिकलाई चाहिँ केन्द्रबिन्दुमा रहेर शासन गर्ने। अब त्यसै गरी 50 को उपधारा 2 मा के गरिएको छ भने सामाजिक र सांस्कृतिक उद्देश्य भनेर यसमा व्यवस्था गरेको छ। यसमा चाहिँ सा भनेको चाहिँ सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने। सामाजिक र सांस्कृतिक मूल्यहरूको विकास गर्ने। यसलाई यसरी पनि बुझ्न सकिन्छ, सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरूको विकास गर्ने। अर्को मा भनेको मान सम्मान अभिवृद्धि गर्ने। राष्ट्रको मान सम्मान अभिवृद्धि गर्ने, अथवा नागरिकको मान सम्मान अभिवृद्धि गर्ने, अथवा राष्ट्रिय गौरव बढाउने भन्ने कुरा छ। अर्को जी भनेको के हो? जनपक्षीयता, लोकतन्त्र, अर्को चाहिँ गौरव, त्यसै गरी उद्यमशीलता, सहिष्णुता कायम राख्ने। जी भनेको जनपक्षीयता, लोकतन्त्र, गौरव, उद्यमशीलता, सहिष्णुता कायम राख्ने। क भनेको के हो भने कुनै पनि आधारमा
गरिने विभेद, शोषण, अन्यायको अन्त्य गर्ने। सामाजिक रूपले हुनसक्छ, सांस्कृतिक रूपले हुनसक्छ, धर्म हुनसक्छ, संस्कार हुनसक्छ, अथवा प्रथा परम्परा प्रचलन जुनसुकै कारणबाट गरिने चाहिँ विभेद, शोषण, अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने। अर्को चाहिँ सांस्कृतिक भनेको चाहिँ सांस्कृतिक विविधताको सम्मान गर्ने। त्यसै गरी सामाजिक सद्भाव, ऐक्यबद्धता, सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने भनेर पनि हामी सम्झिन सक्छौँ। यसरी सामाजिक र सांस्कृतिक उद्देश्य तपाईँहरूले यसरी सम्झिन सक्नुहुन्छ। त्यसै गरी अर्को 50 को उपधारा 3 मा चाहिँ आर्थिक उद्देश्य सम्बन्धी व्यवस्था गरेको छ र आर्थिक उद्देश्यमा चाहिँ पनि 2-3 कुरा छ। आर्थिक, आ भनेको आर्थिक वृद्धि र दिगो आर्थिक विकास गर्ने। आर्थिक वृद्धि भनेको चाहिँ परिणात्मक हुन्छ, आर्थिक विकास भनेको गुणात्मक हुन्छ, अथवा समग्र अर्थतन्त्रको विकास भनेको आर्थिक विकास हो। उत्पादन र उत्पादकत्वमा भएको चाहिँ आर्थिक वृद्धि हो। र भनेको चाहिँ राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, त्यसलाई उन्नतशील बनाउने, अथवा स्वतन्त्र बनाउने, समाजवाद उन्मुख बनाउने, अथवा समृद्ध बनाउने, अथवा समृद्ध अर्थतन्त्र निर्माण गर्ने। हजुरहरूले यसरी बुझ्न सक्नुहुन्छ। अर्को थी भनेको चाहिँ 3 पिलर। अर्थतन्त्रका 3टा पिलर छन् हाम्रो चाहिँ सार्वजनिक, निजी र सहकारी क्षेत्रको तीव्र परिचालन गर्ने अथवा स्रोत साधन जुटाउने, अथवा चाहिँ यसरी हामी चाहिँ अर्थतन्त्रको विकास गर्ने भन्ने छ। थी भनेको 3 पिलर, सार्वजनिक, निजी र सहकारी अथवा 3 खम्बे अर्थतन्त्रको अभ्यासबाट आर्थिक विकास गर्ने, आर्थिक वृद्धि गर्ने भनौँ। अथवा त्यसै गरी क भनेको के हो? कच्चा पदार्थ। यहाँ चाहिँ मैले कच्चा पदार्थ भनेको स्रोत साधनको अधिकतम परिचालन गरी आर्थिक असमानता हटाई शोषणरहित समाजको निर्माण गर्ने भनेर मैले यसरी बनाएको छु। क भनेको कच्चा पदार्थ, कच्चा पदार्थ भनेको स्रोत साधनको अधिकतम परिचालन गरी आर्थिक असमानता हटाई शोषणरहित समाजको निर्माण गर्ने। त्यसै गरी 50 को उपधारा 4 मा चाहिँ अन्तर्राष्ट्रिय उद्देश्य अथवा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी सिद्धान्त छ। यसमा चाहिँ के भनेको छ भने अन्त भनेको, यहाँ मैले अन्त भनेको चाहिँ असंलग्नता, अर्को अन्तर्राष्ट्रिय कानुन, विश्व शान्तिको मान्यता, अर्को चाहिँ संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलतालाई चाहिँ अवलम्बन गर्ने अथवा अनुसरण गर्ने, ग्रहण गर्ने भन्ने कुरा चाहिँ यहाँ बुझिन्छ। त्यसै गरी रा भनेको चाहिँ राष्ट्रिय हितको रक्षा गर्ने। यहाँ चाहिँ राजनीतिक उद्देश्यमा राष्ट्रिय हित कायम गर्ने, यहाँ चाहिँ रक्षा गर्ने। राष्ट्रिय हितको रक्षा भनेको जुन चाहिँ नेपालको स्वतन्त्रता, सार्वभौमता, भौगोलिक अखण्डता, स्वाधीनता भन्ने छ, यिनीहरूलाई चाहिँ रक्षा गर्ने। त्यसै गरी राष्ट्रिय मान अथवा सम्मान अभिवृद्धि गर्ने। राष्ट्रिय मान र सम्मान अभिवृद्धि गर्ने भनेको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ राष्ट्रिय मान र सम्मान अभिवृद्धि गर्ने। त्यसै गरी अर्को छ स भनेको चाहिँ विगतका सन्धिहरूको पुनरावलोकन। सन्धिहरूको पुनरावलोकन भनेर यहाँ चाहिँ सम्झिन सक्नुहुन्छ। सन्धि भन्नाले चाहिँ दुई देश बीच गरिएका जुन हाम्रो सुगौली सन्धि छ, अथवा नेपाल भारत बीचको मैत्री सन्धि छ, नेपाल चीन बीचको मैत्री सन्धि छ, यिनी सन्धिहरूको पुनरावलोकन गर्ने भन्ने कुरा छ। अर्को ट्री भनेको ट्रिटी, अर्को पनि सन्धि छ। यो सन्धि गर्दाखेरि चाहिँ समानता र पारस्परिक हितका आधारमा गर्ने। यहाँ मैले एउटा सलाई सन्धि बनाएको छु, अर्को ट्री भनेको चाहिँ त्यो पनि सन्धि नै हो। सन्धि गर्दाखेरि चाहिँ ट्रिटी अथवा सन्धि गर्दा चाहिँ समानता र पारस्परिक हितका आधारमा गर्ने भनेर चाहिँ भन्ने छ। र यहाँहरूलाई हार्दिक धन्यवाद सहित म बिदा हुन चाहन्छु। मन पर्यो भने लाइक, सेयर र सब्सक्राइब गर्न भने नभुल्नुहोला। शुभरात्रि।